आजैदेखि 2082 चैत 12 गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश 2083 को दफा 2 को 1 मा उक्त व्यवस्था गरिएको छ। उक्त दफामा सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ। उक्त अध्यादेश कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सार्वजनिक गरेको हो। सो अध्यादेशको दफा 2 को उपदफा 2 मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ। दफा 1 को 2 बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो। प्रचलित कानून बमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल संघीय संसदको अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो। सो अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल 1594 पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन्। सरकारले जारी गरेको अध्यादेश कार्यान्वयनमा आएसँगै देशभरका विभिन्न निकायमा रहेका राजनीतिक